ढोल भाइ ढोल थाम साँच्चै थाम स्टेल लगाउँछ अब जानु पर्यो यार अब जानु पर्यो सिआरएफ टी सर्ट हान्ने हजुर हजुर जानु लाग्नु हजुर सिआरएफ टी सर्ट हान्ने सिआरएफ कुन कम्पनीको हो क्रस फायर होइन हन्डा दाइ हन्डा हन्डाको ठ्याक्कै निक्लिन लाग्थ्यो यार अब खै हेरौँ त खुट्टा सुट्टा त पुग्दिन हो कति पर्छ यसको दाइ यसको 25 लाख अहिले सेकेन्ड ह्यान्ड मार्केटमा साँच्चै हो है नजिस्क्यो साँच्चै हो सेकेन्ड ह्यान्ड 25 लाख त होइन होला कसम दाइ हो ब्रो हो अनि फर्स्ट ह्यान्ड कति 1 करोड फर्स्ट ह्यान्ड सस्तोमा आयो यो सुन जस्तै भएको पर्छ दाइ सुन जस्तै भाइ फर्स्ट ह्यान्ड सस्तो सेकेन्ड ह्यान्ड कसरी महँगो पर्छ क्या ब्रो फेरि दाइ सुन हो कि सुन ए नै साँच्चै भनौँ न कति पर्छ भनौँ न यसको साँच्चै हो एमआरपी कति छ यसको नयाँमा चाहिँ अहिले यसको नयाँ आउँदैन नि यो 2017 मा डिस्काउन्ट नेपालमा आउनु नयाँ किन्दा कति थियो त्यति बेला नयाँ किन्दा 12 मात्रै थियो अनि अहिले 25 लाख 25 त नछोला अहिले त्यस्तै रेन्जमा 20 को रेन्ज ए अनि ल हान्ने खुट्टा त पुग्दैन ल ल्याउनु न रोनिन नि हान्छु नि दाइ रोनिन नै यार मेरोमा त पेट्रोल छैन भाइ होइन पेट्रोल त छ कि भाइ मेरो थोरै समस्या छ भाइ मेरो नहान्देऊ म तिम्रो हान्छु है ल सरी भाइ है खुट्टा त पुग्दिन होला यार बेइज्जत भाइ र यो के अरे सिआरएफ टेस्ट गरेर लगाएको यस्तो हालत कहाँबाट चढ्ने भाइ भर्याङ ल्याउ हे भगवान् ओए थोरै बसेपछि यो सस्पेन्सन तल जाँदो रहेछ र होइन ल स्टार्ट कहाँ हो फेरि यो स्किल स्विच हो ए साउन्ड त राजा रहेछ भाइ तल चाहिँ निकालिदिन्छौ क्या लडाउँछु होला यार निकाल्दिउँ तल नै प्रयास गर्छु ल थामा न थामा एक हातले थामा त आउँदा अब अहिले त भयो घुमाउँदाखेरि कसरी ल्याउने परबाट 250 सिसी गरेको आएछ यो त ओ तेरी ओ माई गड हे भगवान् ओए 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 पिकअप ओ म यहीँबाट घुमाउँछु यार पल्तिर त झ्याउ हुन्छ फेरि ए टर्निङ पनि त ठिकै रहेछ होइन राजा छ भाइ राजा छ ल आयो ढोल भाइ ढोल थाम साँच्चै थाम पावर कस्तो छ भाइ पावर त खतरा नमस्ते बाबु ए टेस्ट राइड पख बाबु अहिले एकछिनमा खतरा ल तपाईँ नि किन्ने हो नि त भाइ कहाँ 25 लाख भाइ यार 25 लाख भाइ त सुन किनेर बे गर्छु नि मैले ल खतरा छ है ल यतिकै भाइ आयो